बोलेरो त हाल्यो पर्दैन लड्छ अघि हामीले बोलेरो त पनि एउटा हाल्यो बिच हाल्यो घोडा नै गर्नु कसले हाल्यो त ड्राइभरले हाल्छ नि साग कसले हाल्छन् दारू शीतल देखाइदिनु त दाइ ओ दाइ बोतल यता छ काका तिमी चाहिँ के हो त नि यस्तो बोतल हाल्यो अलिक भरेन कि उता टिप्नु भाइ ओइ उल्टे खायो बोतल नछोडे भोजन कार्य मलाई है आइया पूर्ण दिदी दाई मेरो प्यारो दादा मेरो भाउजू दिदी आन्टी नयाँ सब्सक्राइबर सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति हेलो सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति हजुरहरूको गाउँघरमा के कसरी बित्यो रमाइलो कति भयो के भयो हाम्रो गाउँमा मासु ढुङ्गुरको मासुबाट सुरुवात भयो यसै गरी हामी राफ्टिङ गर्नलाई खोलातिर गयो रमाइलो पनि भयो दुःख पनि पायो मेरो माघे सङ्क्रान्तिको दिनचर्या कसरी बित्यो ल हेरौँ है ल हामी देवगढ धाममा डुङ्गा चलाउनको लागि आयौँ आज 30 गते अब भोलि माघको 1 गते भोलि तपाईँहरू आउनुहुन्छ आजबाट प्रि रेडी भएर बसिरहेको हुन्छौँ अब मजाले रमाइलो गर्नु होला जानु होला यस्तै छ अब देवघाट हेर्नु होला हामी देवघाटको बासिन्दाहरू हो अब देवघाटमा के कति रमाइलो हुन्छ तपाईँहरूलाई देखाउनु कोसिस गर्छु अन्तिमसम्म हेरिदिनु होला हामी मेन गेटमा आइपुग्यो आएन नि त ब्रो आयो हो साथी मलाई त खोइ त सियर हाल्यो ए सरी यार अहिले भर्खर हालेको हो कि त्यही भएर हो खाना खाने भन्दा अगाडि अब बेनी झर्छौँ हामी बेनी तल खोलामा त्यो यताको खोला र यताको खोला साथी यो कुन खोला अरे यो गण्डकी त्रिशुली हो कि काली गण्डकी हो ए त्रिशुली र काली गण्डकी जोडेको ठाउँमा त्यहाँ ढुङ्गा हुन्छ ढुङ्गा चढेर पारि जान्छौँ काली गण्डकी हेर्नु होला अनि बाँदर अब देवघाट आएपछि देख्नै पर्ने चिज हेर्ने साथी हेर्दै नै भने नि हेर्नु पर्ने चिज भने के हो भन्दा बाँदर भन्नुपर्छ वाट इज दिस माछा देऊ मलाई बेनीमा आयौँ हामी ल हेर्नुहोस् के हो भने फेरि ढुङ्गाहरू 2 4 6 8 10 12 14 16 18 20 22 23 24 25 2 4 6 7 8 28 30 40 50 जना रहेछ 4जनाले होला चलाउने 4जनाले हो चलाउने जाउँ जाउँ अब भयो नि नभए नि जाउँ तै कसले लिन्छ भाडा हामीलाई लैदिनु पऱ्यो कि दाइ हामी नि ढुङ्गै चलाउन आएको क्या दाइ उतापट्टि डुङ्गा चलाउने है भाइ त्यही भएर कुकुर धरि आउन लाग्छ यार के हो मान्छे जस्तै आउँछ उसलाई रहर लाग्यो होला हौ पौडी खेलेर जाउँ जाँदैछौँ पारी बाह्र तान्नु पर्दा त होइन अगर हो तुम तो मैं खुद को बुला दूं तेरे ख्वाबों ख्यालों में यूं ही मैं बहता रहूं अगर हो तुम तो है फिर कहना क्या तेरे वादों इरादों में यूं ही मैं उड़ता रहूं ओ दाइ बोतल यता छ
काका तिमी चाहिँ के हो त नि यस्तो बोतल हाले अलिक भरेन कि उता टिप्नु भाइ ओए उल्टे हाफ बोतल न छोडे अटो धरी खोला खोला हामी नि बाइक लिएर हान्दिनु हो क्या रन नै पारेर मरे मजा मान्दा त कुदाइदिनु अब यत्रो यत्रो ढुङ्गा हाल्न थाल्यो अन्त बोलेर त हाल्यो पर्दैन लड्छ अघि हामीले बोलेर त पनि एउटा हाल्यो बिच बिच हाल्यो घोडा नै बनाउने कसले हाल्यो त ड्राइभरले हाल्छ नि सायो कसले हाल्छ नि ड्राइभरले हाल्छ नि होइन ड्राइभर चढा भएपछि बोलेर त चढ्छ कि हाम्रो यो खोलखोलै अब यो लुगाहरू खोलखोलै एकैचोटि डुवार निक्लिँदा छ खोलाएर त्यो झोलाहरू राख्ने अगाडिपट्टि हाम्रो टिम यहाँ बोटिङ गर्दा गर्दा बेलुका भयो हाम्रो यहाँ डुङ्गा चलाउने मान्छेहरू यत्रो धेरै डुङ्गा पारी अरे पारी डुङ्गा यो चाहिँ हाम्रो पारीपट्टिबाटको भ्यू यस्तो छ उतापट्टि पारीपट्टि भोलि मजाले मेला लाग्छ पूजा हुन्छ भोलि पारीपट्टि हुन त वारी पनि हुन्छ तर मान्यता चाहिँ पारीपट्टि गरेकोलाई दिन्छ किनभने दुईवटा खोला जोडेको ठाउँ पारी हो पारीपट्टि यस्तो छ तनहु देवघाटपट्टि साइड यो चितवन देवघाटपट्टि साइड यस्तो छ यही ठाउँमा हो दिउँसो ट्याक्क लरै 20-30वटा डुङ्गा भएको अहिले चाहिँ छैन सबै पाखा पाखा लाग्यो यसरी यो यसरी टेन्ट पनि बनाएर बसेको छ डुङ्गा चलाउने मान्छेहरू हामी पनि अब ट्याक्क लगाएर बोट राख्ने कुरा छ अब बोट राखेर ट्याक्क लगाएर आजको बास यो ठाउँमा हुँदैछ हाम्रो मान्छे जलाउँछ बत्ती राख्ने यस्तो स्टाइलले डाडलमा ट्याक्क गरेर यता ठुलो मम्मीले खाना पकाउँदै हुनुहुन्छ अनि ग्रुप 9-10 जनाको ग्रुप छ 2वटा डुङ्गाको लागि यतै वरिपरि हामी जो टेन्ट टाँगेर सुत्ने छौँ यस्तोहरू घुमाउने रे ल भयो हो पानी पानी भर्न आएको खाना खाने टाइम भयो पछाडि भर्दैछ पानी उता तल भजन कीर्तन चल्दैछ हामी यता पानी भर्न आएको धेरै भयो त्यतिकै ठिक छ ल यो पखाल्नु न एकचोटि त हाम्रो खाना पर्छ दारू शीतन देखाइदिनु त दाइ धनिया खाइदिनु त यस्तो झोलामा हाल्नु न ल ल ल हुन्छ यो बोर्डमा छिर्या भइरह्यो क्या म ट्याक्क टेन्ट यस्तरी बनाएर सिट पर्छ के काम अचार पायो ल हालो जाममा लाएर भोजन कार्य मलाई है आइया अब बिक्री भयो साबुन पनि किन्नु हो होला साबुन जेडाले बनायो रे मान्छेले भने कि साबुन के के ल्याउने हो स्याम्पू लिएर आऊ
साबुन हो के अनि बिटुको बोरा खालु हजुर हाम्रो रातिको घुमाइ पनि सकियो राति यतिको छ अहिले 10 बजिरहेको बेलामा हामी पिसा गरेर आएको पिसा गर्नु नपताएर ल हेर्नु ठिकै छ अहिलेसम्म त ठिकै छ ठुलमम्मी अहिले ठ्याक्क 1 बज्न लाग्यो माघे सङ्क्रान्ति माघको 1 गते आज यस्तो छ हालत यस्तो छ ट्याक्क दृश्यहरू हेर्नुहोस् ननस्टप अहिलेसम्म बोट चलाइरहेको अब फेरि चलाउने हावा हाल्नलाई आएको ल भ्लगमा आऊ ल युट्युबमा आऊ युट्युबमा हेलो पनि गर्दैन हो हाम्रो बर्थडेहरूले किन भन्ने शुभेच्छा व्यक्त गर्न हुँदै रुपियाँ 5 रुपियाँ दान गर्नुमा आज यहाँलाई शिवजी सम्मान गर्न चाहन्छु हार्दिक आभार प्रकट गर्न चाहन्छु पार्वतीलाई बोक्दै शिवको झाँकी भगवान शिव साक्षात या कलियुगका शिवजी अहिले 4:30 बजे यस्तो छ हालत देवघाटको स्थिति यस्तो छ शिव भगवानको मूर्ति अब निर्माण खडा गर्दै 10-15 मिनट बोट चलाएर अब चाहिँ त्यहाँको धारा 108 खाना खान्छौँ हामी बिहानको खाना अहिले 4 बजेतिर ल 5 बज्न लाग्दा हाम्रो काम सक्यो बल्ल ट्याक्क डुङ्गाको त अनि ट्याक्क ल्याप्स गेटहरू पाडालहरू आइसक्यो देवघाट धाम उता देवघाट धाम यो वर्ष यस्तै भयो अर्को वर्ष चाहिँ आमा है माघैमा माघी पर्व छ मगर हुनुमा मलाई गर्व छ तेरे ख्वाबों में तारे